थ्याङ्क यू सो मच एभ्रिवान, सबैजनालाई जति पनि मान्छेले मलाई धेरै सपोर्ट गर्नुभयो, धेरै माया गर्नुभयो। अहिले म यो हालतमा हिँड्न सकेको छु, खुसी भएर हिँड्न सकेको छु। मेरो 3 महिना पुरा भइसकेको छ, 4 महिना टेकिसक्यो युट्युबमा भिडियो नहालेको। र एक्सिडेन्ट भए पछाडि मैले सबै कुराहरू मेरो गुमाएँ। टिकटकमा गरेको मायाले गर्दा अहिले फेरि म युट्युबमा ब्याक हुन सफल भएको छु। यदि हिस्ट्री दाई हुनुहुन्न थियो भने पनि सायद यो साथ सपोर्ट मैले पाउँदैन थिएँ होला, किनभने हिस्ट्री दाईले म हस्टेलमा हुँदै पनि उहाँले मलाई सहयोगको लागि अपिल गरेर चाहिँ एकदम सहयोग आयो मलाई। एकदम एक्सिडेन्टले चाहिँ मलाई यस्तो पाठ दियो कि हुन्छ नि, मैले चाहिँ जिन्दगीको धेरै ठुलो पाठ सिकेँ क्या। यति नै हो, यो हात चाहिँ जाने है, यो जति कोसिस गरे पनि यति भन्दा जाँदैन। सबैजनालाई नमस्ते, मेरो नाम चाहिँ सलिन छेत्री। तपाईँहरूले त बिर्सिसक्नुभयो होला हो युट्युबतिर त। आम्मामामा धेरै टाइमपछि चाहिँ म युट्युबमा ब्याक भइसकेको छु आफ्टर लङ टाइम। लगभग 3 महिना पुरा भइसकेको छ, 4 महिना टेकिसक्यो युट्युबमा भिडियो नहालेको। अब तपाईँहरूलाई थाहा नै होला, धेरै जस्तो मान्छेहरूलाई टिकटकमा साथी हुनेहरू सबैलाई थाहै होला कि के कारणले म युट्युबमा ब्याक भएको थिइनँ भनेर। अब तपाईँहरू नि गेस गरेर भन्नु किन चाहिँ म युट्युबमा आएको थिएन त सुरुमा। खासमा भएको चाहिँ के हो भने अब मेरो त्यो टाइम एकदम नै हार्ड चलिरहेको थियो। सिधै भन्नुपर्दा मेरो एक्सिडेन्ट भए पछाडि मैले सबै कुराहरू मेरो गुमाएँ। मेरो हात यो के भन्छ यहाँ स्टिल हाल्नु पर्यो, यो खुस्किएर पछाडि बस्ने मान्छेलाई घाइते, आफू घाइते। त्यति बेलामा अलिकति दिमागले काम गरेन, अलिकति डिप्रेस भएको थिएँ म, ओभरै डिप्रेस भएको थिएँ। त्यो कारणले गर्दा चाहिँ अलिकति भौतारिएर चाहिँ भड्केको आत्मा जसरी हिँडिरहेको थिएँ म। त्यति बेलामा एक्सिडेन्ट भयो। हरेक कुराहरू चाहिँ मैले हुन्छ नि 2025मा हरेक कुराहरू राम्रो गर्दै थिएँ। 2025मै बाइक लिएँ, 2025मै फोन लिएँ, तर 2025मै बाइक पनि गयो, फोन पनि गयो, प्लस आफ्नो हात पनि गयो। तर जे होस् भगवान्ले एउटा साथ दिनुभएको थियो। एउटा टिकटकमा राम्रो भइरहेको थियो। मेन त तपाईँहरू नै हो मेरो लागि भगवान्। टिकटकमा धेरै माया गर्नुभयो। टिकटकमा गरेको मायाले गर्दा अहिले फेरि म युट्युबमा ब्याक हुन सफल भएको छु। यदि टिकटक थिएन, यदि सोसल मिडिया थिएन भने मेरो जिन्दगी भनेको एकदम अन्धकारै हुन्थ्यो। 15-20 लाखको ऋण बोकेर हिँड्न पर्ने बेला आउँथ्यो मेरो। के गर्ने कसो गर्ने सोच्न सकिँदैन थियो। अब मिडल क्लास फ्यामिलीबाट आएको मान्छे, ऋण भनेको ब्याजमै दिने हो। गाउँघरतिर कसैले दियो भने पनि कि त घर जग्गा बेच्नु पर्यो, ओभरै गाह्रो थियो अवस्था। त्यति बेलामा चाहिँ मलाई टिकटकमा धेरै सपोर्ट गर्नुभयो। गिफ्ट हानेर पर्सनल सहयोग गरेर चाहिँ हस्पिटल हुने बेलादेखि नै मलाई ओभरै सपोर्ट गर्नुभयो। सो फाइनली आई एम ब्याक भइसकेको छु। अनि अहिले पनि बाइक चाहिँ चलाएर हिँड्नु हुँदैन। प्रब्लमहरू लगभग 90% चाहिँ मेरो सल्भ भइसकेको छ। बाइक ध्वस्तै भएको थियो बाइक पनि बनाएँ। अनि मेरो फोन जब मेरो एक्सिडेन्ट हुने बेलामा चाहिँ मेरो फोन पनि हराएको थियो। त्यो फोन भेटाउने कुनै पनि तर्खर नभएपछि एउटा फोन चाहिन्छ भनेपछि एउटा फोन पनि मैले किनेँ। सोसल मिडियामै एकदम एक्टिभ भएँ, एकदम दुःख गरेँ, एकदम माया देखाउनु भयो र मैले एउटा फोन पनि किनेँ। त्यही फोनबाट अहिले मेरो भ्लग बन्दैछ। अनि त्यस पछाडि जो सबै कुराहरू सल्भ हुँदैछ। अब अस्तिदेखि नै भ्लग स्टार्ट गर्छु भनेको आफू बाइक चलाएर चाहिँ कतै पनि जान सकिँदैन। त्यो भएको कारणले गर्दा कहाँ जाने त। अब एक दिन भ्लग हालेर धेरै दिन गायब भएर नि भएन भन्ने कुरा हो। अब जहिले पनि अब भिडियो हालेर आइएम ब्याक भनेर हालेँ, त्यस पछाडि कति दिन कहाँ पुग्ने हो थाहा हुँदैन। सो अब चाहिँ एकदम निरन्तरता दिएर चाहिँ म काम गर्छु। डेली भिडियो हाल्न नसकौँला, किनभने टिकटकमा पनि टाइम दिनु पऱ्यो। टिकटकमा टाइम दिए पछाडि रातको 2-3 बजे सुतिन्छ, बिहानको 10-11 बजे उठिन्छ अथवा 12-1 बजे उठिन्छ, टाइम हुँदैन। तर 2 दिनमा एउटा भ्लग चाहिँ दिने म एकदम कोसिस गर्छु, सक्दो बेस्ट गर्छु। अनि थ्याङ्क यू सो मच एभ्रिवान, सबैजनालाई जति पनि मान्छेले मलाई धेरै सपोर्ट गर्नुभयो, धेरै माया गर्नुभयो। अहिले म यो हालतमा हिँड्न सकेको छु, खुसी भएर हिँड्न सकेको छु। मेरो फ्यामिली खुसी हुनुहुन्छ। मेरो फ्यामिलीको तर्फबाट मेरो तर्फबाट चाहिँ मलाई सपोर्ट गर्नुहुने सम्पूर्णमा चाहिँ मनैदेखिबाट नमस्कार भन्न चाहन्छु। फेरि पनि धन्यवाद भन्न चाहन्छु तपाईँहरूलाई। जे होस् आजभोलिको दिनहरू एकदम राम्रै चल्दैछ, राम्रै गरी हिँडिरहेछु, राम्रै हुँदैछ। सबैले माया साथ दिइरहनु भएको छ। युट्युबमा ब्याक हुन नपाएर मलाई आफैलाई एकदम टेन्सन भइरहेको थियो, कसरी चाहिँ ब्याक हुने भनेर। सो अब चाहिँ युट्युबमा पनि गर्नुपर्छ, किनभने धेरै ग्याप गऱ्यो भने आफैलाई घाटा हो भनेर चाहिँ म फेरि पनि युट्युबतिर लागिसकेको छु। एकदम अब चाहिँ कन्टिन्यू दिन्छु। यसरी नै साथ सपोर्ट माया दिनु होला तपाईँहरूले। अब एक्सिडेन्टको कुरा गर्नुपर्दा एक्सिडेन्ट भयो, तर कसरी एक्सिडेन्ट भयो भने अब राति साथीभाइहरूसँग बाहिर गएको थियौँ। त्यति बेलामा त्यस्तै सिचुएसन भयो। अब यो इन्फर्मेसन चाहिँ प्राय हिस्ट्री दाजुको भ्लगमा पनि सबैलाई थाहा नै भएको होला। हिस्ट्री दाईको
भ्लग हेर्नुहुने सबैलाई थाहा नै होला। अनि अहिले सुरुमै भन्न चाहे कि एक्सिडेन्ट हुने बेलामा मलाई सबैभन्दा धेरै साथ दिनुभएको, प्रत्यक्ष रूपमा साथ दिनुभएको चाहिँ अप्रत्यक्ष रूपमा र प्रत्यक्ष रूपमा हुन्छ साथ सपोर्ट भनेको। अप्रत्यक्ष रूपमा टाढाबाट पैसाहरू हालिदिनु भयो, मलाई एकदम सहज भयो, राम्रो गरेँ भने प्रत्यक्ष रूपमा चाहिँ मेरो साथमा चाहिँ हिस्ट्री दाई, हाम्रो मिस्टर हिस्ट्री दाईले चाहिँ ओभर सपोर्ट गर्नुभयो। हिस्ट्री दाईलाई पनि धेरै धेरै धन्यवाद। हिस्ट्री दाईको दाजुभाइहरूलाई पनि एकदम धेरै धेरै धन्यवाद। एकदम धेरै साथ सपोर्ट पाएर यदि हिस्ट्री दाई हुनु नथ्यो भने पनि सायद यो साथ सपोर्ट मैले पाउँदैन थियो होला, किनभने हिस्ट्री दाईले म हस्पिटलमा हुँदै पनि उहाँले मलाई सहयोगको लागि अपिल गरेर चाहिँ एकदम सहयोग आयो मलाई, एकदम लाइफतिर पनि एकदम हेल्प भयो। सो हिस्ट्री दाईलाई चाहिँ सल्युट पनि गर्न चाहन्छु मेरो दाईलाई। कुनै दिन दाईलाई पनि केही परेको खण्डमा चाहिँ म गर्छु, आफूले सकेको गर्छु, प्रत्यक्ष रूपमा अप्रत्यक्ष रूपमा जुन बेलामा पनि म गर्छु दाईको लागि। म जहिले पनि रेडी नै हुन्छु। अनि कुरा गर्दै थिएँ एक्सिडेन्ट हुने बेलामा म मेरो साथी 2-3 जना थियौँ। त्यस पछाडि अब त्यति बेला दिमागले काम गरेको थिएन, जाउँ न त घुम्न भन्ने भयो, बाहिर गइयो। त्यति बेलामा कति मान्छेको प्रश्न चाहिँ यो पनि थियो कि पछाडि बस्ने मान्छेलाई केटी पायो लिएर हिँड्यो अथवा यस्तै यस्तै कुराहरू के थियो होइन। मैले चाहिँ त्यो बहिनीलाई चिन्दा पनि चिन्दैन थिएँ, उहाँले पनि मलाई चिन्नुहुन्न थियो। अनि मेरो साथीको दाइ लिन जाने क्रममा चाहिँ अब फर्किने बेलामा ऊ मेरो बाइकमा बस्नुभयो, त्यो पनि मलाई चाहिँ याद भएन। अनि एक्सिडेन्ट भएपछि सिधै हस्पिटल। साथीभाइहरूबाट पनि धोका भयो, जब सँगै हिँड्ने साथीहरू थिए उनीहरू पनि त्यहाँबाट गायब हुनुभएछ। अब सायद केही डर थियो होला उनीहरूलाई पनि, नफसिन्छ कि न के हुन्छ कि भन्ने डर थियो होला। अनि जस एक्सिडेन्ट हुने बेलाको बहिनीले पनि साँचो बोलिदिनु भयो। यदि बहिनीले पनि झुटो बोलिदिएको भए अहिले यसरी खुसी भएर हिँड्ने वातावरण थिएन, सायद म जेलतिर नि हुनसक्थ्यो होला, चाहे केसहरू लाग्न सक्थ्यो होला, के हुन्थ्यो होला। बहिनीलाई पनि धेरै धेरै धन्यवाद। बहिनीले पनि एकदम राम्रो बोलिदिनु भएको छ, साँचो बोलिदिनु भयो। उहाँले सिधै भन्नुभयो म उहाँलाई चिन्दिनँ, उहाँको साथीहरूलाई चिनेको, उहाँको साथीहरूसँग म हिँड्न खोज्दाखेरि उहाँसँग म बसेको थिएँ, एक्सिडेन्ट भएको मलाई पनि याद भएन भनेर भन्नुभयो उहाँले। त्यो कुराले गर्दा मलाई चाहिँ ओभरै सपोर्ट भएको छ। त्यही हो, एक्सिडेन्ट भए पछाडि सोचेको थिएँ कि अब जिन्दगी मेरो यतिकै सकिने भयो, अब म कहिले हस्पिटलबाट निस्किने मलाई थाहा भएन। अब बाबुआमाका यताउति बाबुआमा गाउँमा छन्, बाबुआमालाई टेन्सन मात्रै, दाजुभाइलाई टेन्सन, उपचार गर्नु पर्यो भने पनि घरबारी नै बेचेर उपचार गर्नु पर्ला भन्ने टेन्सन घरमा पनि। अब 15-20 लाख भनेको थोरै पैसा होइन, त्यो भएको कारणले गर्दा चाहिँ सबैजना डराइरहनु भएको थियो। यो बेलामा टिकटकले चाहिँ मलाई एकदमै माथि उठाएको छ। ओभरै ह्याप्पी छु। टिकटकमा माया गर्ने हुनेहरूलाई म हुन्छ नि धन्यवाद भन्ने मेरो व्यक्तै छैन क्या, ओभरै धन्यवाद क्या, लट्स अफ धन्यवाद, धेरै धेरै माया छ सबैजनालाई। परेको खण्डमा चाहिँ म पनि तपाईँहरूलाई चाहिँ सक्दो सपोर्ट गर्छु। मलाई सपोर्ट गर्नु भएकोलाई मात्र होइन, मलाई सपोर्ट नगर्नु भएकोहरूलाई पनि, मतलब मलाई नराम्रो भनेकोहरूलाई पनि कुनै दिन अप्ठ्यारो पऱ्यो भने चाहिँ म गर्ने चाहिँ मेरो एकदम बाचा छ। अनि त्यही हो, एक्सिडेन्ट हुने बेलामा अब सबै कुरा गुमे जस्तो लागिरहेको थियो। अब बिस्तारै सबै कुराहरू सल्भ हुँदै गयो, अब राम्रो हुँदैछ, राम्रो गर्न पाऊँ। अब यो एक्सिडेन्ट चाहिँ तपाईँको मेरो लागि चाहिँ म 12 पास गरेको मान्छे, सरकारी स्कुलमा 12 पास गरेको मान्छे, तर यो एक्सिडेन्टले चाहिँ मलाई यस्तो पाठ दियो कि हुन्छ नि, मैले चाहिँ जिन्दगीको धेरै ठुलो पाठ सिकेँ क्या। जस्तो कि म त्यो टाइममा म बिग्रेर हिँड्न थालिसकेको थिएँ भने अब सुध्रिने मौका पाएँ, अब सुध्रिन्छु, राम्रो गर्छु भन्ने भयो। अनि अब धेरै पाठ सिकेँ क्या। अब जति पनि मैले कुराहरू किताब पढेर त्यो सिकेको थिएन, त्यति कुराहरू मैले एक्सिडेन्टले सिकेँ। एक्सिडेन्ट पछि थाहा भयो, जब मान्छेलाई पर्छ तब थाहा हुन्छ भन्छन् नि, त्यस्तै मलाई पनि परेपछि थाहा भयो को मान्छे आफ्नो, को मान्छे पराई भन्ने कुराहरू। त्यहाँबाट सबै कुराहरू प्रत्यक्ष भयो। कति मान्छेलाई त रमाइलो लाग्यो, अब आफ्नै आफन्तहरू पनि कति छन् राम्रो गर्दै थियो, अब सकियो, यसको आनन्द भयो, यसको चुरीफुरी सबै सकियो, आनन्द भयो भन्नेहरूको चाहिँ जे होस् मुख बन्द गर्न पाएको छु अहिले। टिकटकको साथ सपोर्ट मायाले गर्दा चाहिँ मैले चाहिँ अहिले चाहिँ सबैको मुख बन्द गर्न पाएको छु। एकदम ह्याप्पी छु म चाहिँ यो कुराको लागि चाहिँ। सबैजनाले त्यति बेला त हुन्छ नि, अब यो सक्यो, यसको सबै कुराहरू सक्यो, अब यसले केही पनि गर्न सक्दैन, यसको हात पनि गयो, यसको उपचार कसरी गर्ने हो, अब यसको त जग्गा बेच्नुपर्छ, घर बेच्नुपर्छ, यस्तो उस्तो नराम्रो कुराहरू। लास्टै बिग्रेको केटा हुन त म यस्तो लास्टै क्लोथमा फसेको मान्छे पनि होइन, ओभरै क्लोथमा फसेको मान्छे पनि होइन। मलाई त यति धेरै डिप्रेस बनायो कि त्यति बेलामा आफ्नै मान्छेहरूले चाहिँ झन्डै अब आफू चाहिँ गाह्रो भएर एक्सिडेन्ट भएर हस्पिटल छु, आफूलाई त्यहाँ आएर झन् प्रेसर दिने, झन् गाह्रो हुने। त्यो टाइममा हस्पिटलमा 1 हप्ता हस्पिटलमा बसेँ म। 1 हप्ता हस्पिटल बस्दाखेरि पनि म ओभरै डिप्रेस नै भइसकेको थिएँ। के गर्नु क्या, अब कसैले आफ्नो कुरा विश्वास गर्दैन। अब एक्सिडेन्ट हुने बेलामा आफूलाई केही कुरा यादै भएन भन्ने कुराहरू थियो। अब बिस्तारै सबैजनाले सम्झाउनु भयो, बुझाउनु भयो। हिस्ट्री दाइले
हिम्मत आँट दिनुभयो, भाइ त नआत्ती, तँ बाँचिस् भने तैँले गर्छस्, तँमाथि मैले विश्वास गरेको छु, तैँले गर्छस्, तँ राम्रो मान्छे हो भनेर इष्ट दाइले एकदम जोस जाँगर दिनुभयो मलाई हस्पिटल हुने बेलामा। त्यो कुराले गर्दा पनि मलाई झन् मोटिभेट भयो क्या, केही पऱ्यो भने दाइहरू हुनुहुँदो रहेछ नि त मेरो साइडमा भन्ने भयो। मेरो आफ्नै दाइ, मेरो राजन दाइदेखि लिएर मेरो भाउजूहरूदेखि लिएर सबैजना धेरै धेरै धन्यवाद भन्न चाहन्छु। भाउजूहरूले पनि धेरै गर्नुभएको छ त्यो टाइममा, मलाई धेरै गर्नुभएको छ। म जस एकदम जिरो नै भइसकेको थियो क्या, एक्सिडेन्ट पछि त जिरो नै भइसकेको थियो, अब केही छैन क्या। अब बल्ल बल्ल आइफोन किनेको थियो 16, त्यो पनि छैन। बल्ल बल्ल बाइक किनेको थियो किस्तामा, त्यो पनि छैन। बाइक बनाउने 2 लाख जति लाग्छ भन्ने कुरा भयो। त्यति बेलामा गाडीमा ठोकिएको, अब गाडी आफूले बनाउनु पर्छ भन्ने भयो, हरेक कुरा आफूले गर्नुपर्छ भन्ने भयो, बिरामीको उपचार पनि आफूले गर्नुपर्छ भन्ने भयो। भन्दा त म त त्यो अब सोच्दै नै अब त्यो हस्पिटलमै अब झन्डै चढ भयो क्या। अब त्यो डिप्रेस नै हुने क्या, अब आँसुभन्दा बाहेक केही आउँदैन, एकदम गाह्रो हुन्छ। के गर्ने, आमा बाउ, आमालाई फोन गऱ्यो, आमा जहिले रुनी, आमाहरूको कसले देख्न सक्छ र। हुन त जानी त आमा बाउ रुवाउने चाहना त त्यस्तो मलाई पनि थिएन होला नि त। अब त्यो जे लेखेको छ त्यो भोग्नुपर्छ भन्ने कुरा पनि ठिकै हो। अब एक्सिडेन्ट लेखेर रहेछ, अब एक्सिडेन्ट भयो, जस बाँचे त्यत्रो डेडली एक्सिडेन्ट हुँदाखेरि पनि ट्राफिक प्रहरीहरूले शुद्ध यो मान्छे चाहिँ बाँच्दैन भन्दाखेरि पनि जस 1 हप्तामै जुरुक्क उठेर हिँड्न पाउँदाखेरि चाहिँ म एकदम खुसी भएँ। त्यत्रो एक्सिडेन्ट हुँदाखेरि चाहिँ हातमा मेरो प्रब्लम भए पनि मेरो यहाँको यो जोर्ती खुस्केर स्टिल हालेको छ, अहिले पनि अघि पनि भनिहालेँ, त्यो भए पनि खुट्टाहरू मेरो केही भएन। यतातिर हाततिर चोट चाहिँ मेरो ओभरै लागेको थियो, तर अरू चोटहरू चाहिँ सामान्य थियो, यो चाहिँ एकदम डेन्जरै थियो। अहिले पनि यति नै यो हात चाहिँ जाने है, यो जति कोसिस गरे पनि यतिभन्दा जाँदैन। अलिकति दुख्छ, टाइममा अलिकति सुत्न अप्ठ्यारो भयो भने दुख्छ। अब त्यति बेला अब झनै त्यति बेला त यति पेन कि अब त्यो यो जब एक्सिडेन्ट हुने मान्छेले फिल गर्नुभयो होला, यति पेन कि त्यो अब पेनै म सहनै सक्दैन थिएँ त्यति बेला त। जे पर्छ त्यही टर्छ भने जस्तै अब बिस्तारै निको पनि हुँदै गयो। अहिले चाहिँ जे होस् दुखाइ धेरै कम भएको छ, सुत्न अप्ठ्यारो भयो भने दुख्छ, बाइक चलाएर हिँड्न सकिँदैन। इफ मैले बाइक चलाएर हिँडेँ भने पनि ठ्याक्क लडेँ भने पनि फेरि पनि यो जाने सम्भावना हुन्छ। त्यो भएर चाहिँ रिस्क लिने चाहिँ हुँदैन यो कुरामा भनेर चाहिँ म अहिले बाइक चलायो भने एकछिन यसो हात बिर्सिन्छ कि भनेर मात्र एकछिन चलाउँछु 1-2 मिनट खाली रोडमा, होइन भने म खासै चलाएर हिँड्दिनँ। त्यही हो गाइज, अलिकति तपाईँहरू पनि राइड सेभ गर्नु होला। मेरो एक्सिडेन्ट हुने बेलामा चाहिँ कस्तो भयो भने मेरो लाइसेन्स मेन भनेको हाम्रो हतियार भनेको लाइसेन्स नै रहेछ। लाइसेन्स नभएर पनि यति धेरै दुःख पाएको हो मैले। सायद लाइसेन्स भएको मात्र भए मलाई 50% एकदम सहज हुन्थ्यो होला, लाइसेन्स नभएर एकदम दुःख पाएँ। लाइसेन्स बनाउनु पर्ने रहेछ त्यति बेलामा, अब उमेरै यस्तै नि त, चलिरहेछ हिँडिरहेछु केही छैन भन्ने भयो। जब आफूलाई पऱ्यो लाइसेन्स चाहिने रहेछ भन्ने भयो। सबैजनाले चाहिँ ड्राइभ गर्दै हुनुहुन्छ भने सकेसम्म छिटो लाइसेन्स बनाउनु होला। म पनि रिकभर हुने बित्तिकै, बाइक चलाउन सक्ने बित्तिकै सबैभन्दा पहिला चाहिँ लाइसेन्स बनाउनु पर्ने हुन्छ। मैले पनि लाइसेन्स भनेको लाइसेन्सै रहेछ, एउटा हतियार भनेको एकदम हतियारै रहेछ। लाइसेन्स बिना त ओहो हेट, त्यति बेला मैले किन लाइसेन्स बनाएन जस्तो हुन्छ क्या। अब त्यो एक्सिडेन्ट भए पछाडि अब त्यति बेला अब जे भयो भइहाल्यो। अनि एक्सिडेन्ट हुने बेलामा यस्तो भएको, खासमा चाहिँ म बालकुमारीबाट फर्किने बेलामा मेरो एक्सिडेन्ट भएको। तपाईँको हिँड्दै मलाई चाहिँ हाइसको मिररले हानेर चाहिँ अनि रोकेको गाडीलाई लागेको। अब त्यो हाइस चाहिँ त्यहाँबाट भाग्नु भयो। त्यति बेला सिसी क्यामेराहरू पनि केही पनि फेला परेन, किनभने भर्खरै जेनजीको आन्दोलन सकिएको थियो। जेनजीको आन्दोलनहरू सकेर चाहिँ तपाईँको सिसिटिभीहरू चाहिँ सबै फुटेर, खासै त्यहाँ सिसिटिभीहरू पनि केही पनि रहन्छ एक्सिडेन्ट हुने ठाउँमा, केही पनि पत्ता लगाउनै सकिएन। अनि जुन गाडी ठोक्यो, गाडी चाहिँ रङ साइडमा थियो। सो यति चाहिँ सहज भयो कि गाडी चाहिँ रङ साइडमा भएको कारणले गर्दा गाडी चाहिँ मैले बनाउनु परेन, बाइक बनाउनु पऱ्यो, उपचार सबै गर्नु पऱ्यो, पछाडि बस्ने मान्छेको उपचार गर्नु पऱ्यो, हरेक कुराहरू बेहोर्नु पऱ्यो, तर गाडी चाहिँ बनाउनु परेन। केसहरू पनि सजिलै मिल्यो। जस हाम्रो केस मिल्नमा पनि हाम्रो हिस्ट्री दाईको ठुलो हात छ। हिस्ट्री दाई एकदम फर्ममा आएका त्यति बेला चाहिँ। दाई भन्ने बित्तिकै रातको 12 बजी नै आउने, दाई भन्ने बित्तिकै बिहानको 10 बजी नै आउने, दाई भने कि जहाँ भने त्यहीँ हाजिर हुन्थ्यो हिस्ट्री दाई चाहिँ। सो हिस्ट्री दाईले चाहिँ त्यति बेला केसहरू सल्भ गर्नलाई, जब म एक्सिडेन्ट भएर हस्पिटल पुगेर हिस्ट्री दाई एक्सिडेन्ट भएको दिनमा बिहान आउनुभयो, त्यो दिनदेखि लिएर मेरो बाइक नबनाउन्जेलसम्म म हस्पिटलमा निस्केँ। त्यस पछाडि बिरामी निकालियो, बाइक बनाउन छोडिदियो, हरेक कुरा केस सबै नसल्टुन्जेलसम्म लगभग 1 महिना त मलाई त हिस्ट्री दाईले त एकदम पिल्लर भएर साथ दिनुभएको छ त्यो टाइममा चाहिँ। सो हिस्ट्री दाईको यो गुण म कहिले नै बिर्सिँदैन। हिस्ट्री दाईको मात्र नभएर हिस्ट्री दाईको हाम्रो ट्राफिक दाई अर्को दाई हुनुहुन्छ, हिस्ट्री दाईको भाइ मेरो साथी, अनि त्यस पछाडि अरू दाजुभाइहरू अरू साथीहरूले पनि धेरै नै सपोर्ट गरिरहनु भएको छ। धेरै मान्छे हस्पिटलमा भेट्न आउनुभयो, ओभर खुसी लाग्यो। जे होस् कस्तो हुँदो रहेछ भने परेको बेलामा चाहिँ म एक्सिडेन्ट हुने बेलामा चाहिँ
मेरो नजिकका मान्छे आउँदाखेरि चाहिँ मलाई झन् प्रेसर दिने, झन् तडपाइदिने, झन् गाह्रो बनाइदिने, तेरो सबै सकियो त सबै डुबिस, तेरो त अब केही पनि बाँकी छैन भनिदिने, मलाई झन् हुन्छ नि डिमोटिभेट फिल गराउने। तर टाढा टाढाको मान्छेहरू मलाई भेट्न आउँदाखेरि चाहिँ यति धेरै मोटिभेट गराउनु हुन्थ्यो कि होइन, यी सोसियल मिडियाबाट टिकटकबाट चिनेर आउनुभयो उहाँहरू आउन त, तर यति मोटिभेट गराउनु हुन्थ्यो कि होइन, राम्रो हुन्छ, टेन्सन नगर, नआत्त, तिमी बाँच्यो भने सबै कुराहरू सल्भ हुन्छ, तिमी भयो भने तिमीले सबै कुराहरू गर्न सक्छौ, उमेर छ तिम्रो भनेर मलाई यति मोटिभेट गराउनु भयो, यति मोटिभेट गराउनु भयो। त्यो कुराले गर्दा चाहिँ म एकदम यो टिकटकलाई चाहिँ म जिन्दगी बिर्सिन सक्दिनँ। टिकटकले मलाई फेरि नयाँ जिन्दगी दिएको छ, मैले पुनर्जन्म लिएको जस्तो मलाई फिल भइरहेछ। सायद त्यस्तै उस्तै काम गरेर हुन्छ नि, मैले अब यस्तै काठमाडौँतिरै काम गरेर पनि 10-12 हजारको जागिर खाएर पनि मैले यत्रो ऋण तिर्नलाई मलाई वर्षौँ वर्ष लाग्थ्यो, मैले ब्याज तिरेर पनि भ्याउँदैन थिएँ। तर टिकटक लाइभबाट र टिकटकमा सपोर्ट गरेर म यो ठाउँमा पुगेँ। अहिले अझै पनि आवश्यकता परेको खण्डमा साथ सपोर्ट तपाईँले दिनुहुन्छ होला भन्ने एकदम विश्वास पनि गर्दछु, तपाईँहरूले गर्नु पनि भएको छ। यसरी नै साथ सपोर्ट दिनु होला। अनि अबको दिनहरूमा चाहिँ भ्लगहरू चाहिँ ब्याक टु ब्याक आउँछ, धेरै कुराहरू छ। यो भ्लग पछाडि धेरै नयाँ नयाँ कुराहरू तपाईँलाई देखाउनु पर्ने छ। अब अलिकति ठिक भएपछि अब यसो राइड पनि गरिन्छ, घुम्न गइन्छ, यताउति गरिन्छ, धेरै कामहरू छ, धेरै कुराहरू गर्नु छ, धेरै राम्रो गर्नु छ। अब पहिलाको भन्दा झन् बेटर भर्जन भएर निस्किनु पर्ने छ। अनि 2025मा राम्रो भएर 2025मै नराम्रो भयो, फेरि 2025मै फेरि त्यही ठाउँमा उठेँ। अब 2026मा चाहिँ एकदम बवाल गर्नु छ। न्यु इयर नजिकै आउँदैछ, सबैजनालाई एडभान्समा ह्याप्पी न्यु इयर पनि भन्न चाहे। 2026को धेरै धेरै शुभकामना। हुन त नेपाली भएर विदेशी न्यु इयर मनाउँछस् भन्नुहुन्छ होला, त्यो भनेको वर्ल्डको हो नि त, सबैको हो नि त। त्यो भएर 2026मा चाहिँ एकदम बेस्ट गर्नुपर्छ। तपाईँहरू पनि केही परिआयो भने हिम्मत नहार्नु होला। जब आफूलाई पर्छ त्यस पछाडि बिस्तारै सल्भ हुँदै जाने रहेछ होला। मलाई थोरै टाइम ढिला लाग्थ्यो होला, 2-4 वर्ष ढिला लाग्थ्यो होला, तर परिसकेपछि सल्भ हुन्छ। जे पर्छ त्यही टर्छ। अब गल्ती भनेको मान्छेबाटै हुने हो, सुध्रिने मौका पनि गल्ती गरेपछि आफूले रियलाइज गर्नुपर्छ। अब एकचोटि मैले गल्ती गरेँ, फेरि पनि अब मलाई गरिहाल्छ नि, मलाई भइहाल्छ नि, मलाई टिकटकबाट भइरहेछ, यो भइरहेछ भनेर म त्यसरी हिँड्नु हुँदैन। अब मैले धेरै सोच्नुपर्छ। अब बुढाबुढी भएको आमा बाउ छन् घरमा, उहाँहरूलाई जहिले पनि रुवाएर पनि भएन, टेन्सन दिएर पनि भएन। अनि आमा बुवालाई पनि भिडियो मार्फत पनि भन्न चाहन्छु, आइ एम सरी है, माफ गरिदिनु मलाई। छोरोले नराम्रो बाटो हिँड्न खोजेको त होइन, अब त्यही लेखेको रहेछ, त्यही भोगेँ मैले, त्यही नै हो मेरो भाग्यमा, जे लेखेको रहेछ त्यही भोगेँ। आगामी दिनहरूमा चाहिँ आमा बुवालाई पनि खुसी राख्न सकौँ, टिकटकतिर राम्रो राम्रो भिडियोहरू अपलोड गर्न सकौँ, तपाईँहरूको माया धेरै पाउन सकौँ, जे होस् युट्युबमा पनि राम्रो गर्न सकौँ। यसरी नै साथ सपोर्ट माया सबैजनाले दिइरहनु होला भन्न चाहन्छु। अनि आज चाहिँ म यो ठाउँ चाहिँ किन चुज गरेको भने तपाईँहरूलाई चाहिँ यो हरेक कुराहरू एक्सप्लेन गर्नु बाँकी थियो, मैले एक्सप्लेन गर्छु भन्ने सोचिरहेको थिएँ। त्यही भएर चाहिँ अब ठ्याक्क यो चाहिँ म आएँ है, ल युट्युबमा अब सलिन आउँछ है, भिडियो आउँछ भनेर चाहिँ तपाईँहरूलाई मैले एउटा कुन तरिकाले दिउँ भन्ने भएको थियो। खासै मलाई पनि अहिलेको टाइममा त्यस्तो साह्रो आइडिया छैन, बिस्तारै म अझै सिक्दैछु नि त, म सिक्दैछु नि त। आजभन्दा भोलि सिक्दैछु, भोलिभन्दा पर्सि सिक्दैछु। अब आजभन्दा भोलि राम्रो गरौँला, भोलिभन्दा पर्सि, पर्सिभन्दा निकोर्सि राम्रो गर्नु छ मलाई। त्यही नै सिक्दैछु। मान्छे कहिले पनि पर्फेक्ट हुँदैन। हरेक मान्छे, म यो कुरामा जति पर्फेक्ट छ भने नि हरेक मान्छे केही न केही कुरामा खस्केकै हुन्छ। सो हरेक मान्छे हरेक कुरामा पर्फेक्ट हुन्छ भन्ने छैन नि त। त्यो भएको कारणले गर्दा टाइमअनुसार अब सबैले यस्तो कुरा हुन्छ। एक्सिडेन्ट भनेको जान अनजानमा हुने हो, मेरो मात्रै भयो भनेर मैले चित्त दुखाउने होइन। अरू कति मान्छेहरूको एक्सिडेन्ट भएर कति मान्छेहरूको मैले त्यही हस्पिटलमै देख्दाखेरि, म हस्पिटलमा पनि मलाई कस्तो हुन्थ्यो नि, तपाईँको धन्न मेरो त हात गयो, म त हिँड्न सकिरहेको छु, एउटा हात गयो, म त हिँड्न सकिरहेको छु। कोहीको खुट्टै छैन, खुट्टै काटेर फालिदिनु पर्ने, जिन्दगीभर के हुन्छ, टेन्सन भएन। अब कोहीको घाँटी चल्दैन, यस्तो यो ढाडै भाँचेर अब व्हिलचेयरमा बस्नु परेको छ, उहाँहरूलाई झन् कति गाह्रो भएको होला। म त बरु ल यो हात त्यति बेला चल्दैन थियो भने अरू त चल्थेँ, हिँड्नु सक्थेँ, यताउति सक्थेँ। त्योहरू देख्दाखेरि झन् मलाई नराम्रो लाग्थ्यो। यति भन्छु, राइड सेभ गर्दा गर्दा पनि एक्सिडेन्ट हुने रहेछ। जान अनजानमा एक्सिडेन्ट हुन्छ मान्छेको, जानी कसैले एक्सिडेन्ट गरेर आफूलाई हानि गर्दैन। सकेसम्म राइड सेभ गर्नु होला। सकेसम्म मेरो जस्तो अवस्था कसैको पनि नहोस् भन्न चाहन्छु म चाहिँ। सबैको राम्रो अवस्था होस्, राम्रो दिन होस्, सबैजनाले राम्रो गर्नु होला। मेन कुरा लाइसेन्स बनाउनु होला, त्यसबाट राइड गर्नु होला। आफूसँग एउटा आफ्नो हतियार भनेको चाहिन्छ, मैले अघिदेखि नै त्यही भनिरहेको छु। म लाइसेन्स भएको भए मैले धेरै राम्रो हुन्थ्यो होला, लाइसेन्स नभएर अलिकति मलाई एकदम हार्ड सिचुएसन भयो। अब चाहिँ लाइसेन्स पनि बनाउँछु, तपाईँहरूलाई भ्लग पनि अपलोडहरू भइरहन्छ। अलिकति प्रफिट भएपछि 1 महिनापछि लाइसेन्स पनि बनाउँछु म। राम्रो गर्नुपर्छ।
त्यही हो, सबैजनालाई धेरै धेरै माया छ। आजको भिडियो चाहिँ मैले हुन्छ नि यही तपाईँहरूलाई सानो इन्फर्मेसन सलिन आयो है भनेर मात्र दिन लागेको हो। अनि हरेक कुराहरू अहिले राम्रो हुँदैछ। बाइक पनि बनाएँ मैले, टिकटक हेर्नुहुन्छ भने टिकटकतिर तपाईँले देख्नुभयो होला, होइन भने सलिन छेत्री भ्लग्स 3 छ अथवा सलिन इज ब्याक छ, टिकटकमा गएर पनि हेर्न सक्नुहुन्छ। बाइक बनाएँ, फोन किनेँ, भ्लगिङको लागि फोन भयो, बाइक राम्रो भयो। अब किस्ता सिस्ता भनेको आफ्नो ठाउँमा छ, बिस्तारै तिर्दै गरौँला। अनि अब धेरै मान्छेले त अब नराम्रो पनि भनिरहनु भएको थियो, नराम्रो भन्नेहरूलाई पनि नमस्ते, तपाईँहरूको चाहिँ राम्रो होस्, भगवान्ले तपाईँलाई रक्षा गरून् भन्न चाहन्छु। अनि लभ यु अल गाइज है, राम्रोसँग बस्नु होला, आफ्नो केयर गर्नु होला। अब भेट हुन्छ हाम्रो नेक्स्ट ब्लगमा। आजको भिडियो यतातिर इन गरिदिन्छु। भिडियो मन परेमा लाइक कमेन्ट, न्यू हुन्छ भने सब्सक्राइब गरिदिनु होला। जय नेपाल।